पाउनु। हेलो सम्पूर्णमा नमस्कार साथीहरू, तपाईहरुलाई एउटा सानो सन्देश अनि सानो मेसेज तपाईहरुको सामु लिएर आएको छु। अनि तपाईहरुले प्राय भिडियोहरु डाउनलोड गर्नुहुन्छ, तपाईहरुलाई चाहिन्छ है। अनि भिडियोहरु डाउनलोड गर्नुहुन्छ, सेपरेट भिडियोहरु पनि डाउनलोड गर्नुहुन्छ होला कसै साथीहरुले। तर त्यो चाहिँ कसरी गर्ने प्राय तपाईहरुले खोज्नुहुन्छ युट्युबतिर चाहिँ प्राय अनावश्यक अनि अश्लील दृश्य भएको फोटो त्यस्तो भिडियोहरु चाहिँ लगाएको हुँदैन। तपाईहरुले खोज्नुहुन्छ प्राय अब कुन एपबाट हुन्छ होला भनेर तपाईहरुले सोच्नुहुन्छ। तर त्यो एपहरु पनि लरदर डाउनलोड गर्दाखेरि ओरिजिनल देखाएको हुँदैन। तपाईहरुले त्यो एप चाहिँ कसरी चिन्ने भनेर तपाईहरुलाई चाहिँ मैले देखाउन गइराखेको छु। तपाईहरुको समस्या म समाधान गर्दिन्छु। तपाईहरुले तर एकैछिन ध्यान दिएर हेर्नुपर्ने हुन्छ। अनि तपाईहरुले यो कुरा मन परेमा पहिला मेरो युट्युब च्यानलमा भएको बेल आइकनलाई क्लिक गरी सब्स्क्राइब अनि लाइक कमेन्ट गर्नु होला मन परेमा। तपाईहरुले चाहिराखेको एपहरु अब मैले कसरी सिकाउने भनेर तपाईहरु पनि एकैछिन थोरै मात्रै, अब धेरै पनि हैन, 1-2 मिनेट ध्यान दिनुहोस्। तपाईहरुले खोज्नुहुन्छ प्राय प्ले स्टोरबाट एपहरु पनि खोज्नुहुन्छ। तपाईहरुले प्ले स्टोरबाट एप खोज्नुहुन्छ, तर तपाईहरुले त्यहाँनेर पनि ओरिजिनल एपहरु प्राय चिन्न सकिँदैन कतिपय। तपाईहरुलाई त्यसको समस्या समाधानको लागि तपाईहरु म सिकाउँछु। अनि गुगल र क्रोम छ। क्रोम र गुगलबाट दुईटैमाबाट सर्च गर्नुहुन्छ, तर मलाई चाहिँ अलिकति सर्च हुने भनेको क्रोम हो। क्रोममा तपाईहरुले पनि क्लिक गर्नु होला। क्रोममा क्लिक गरिसकेपछि तपाईहरुले सर्च बारमा गएर सर्चमा अब तपाईलाई कुन एप चाहिएको छ। अब तपाईलाई भिडियोहरु डाउनलोड गर्नु छ, अब सेभ ग्यालरीमा राख्नु भिडियोहरु चाहनुहुन्छ भने तपाईले भिटमेट एप चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। तपाईको यस्तो आएपछि तपाईको अगाडि भिटमेट डाउनलोड भन्ने तपाईले देख्नुहुन्छ, त्योमा चाहिँ तपाईले क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईहरुको यस्तो इन्टरफेस देखाउँछ। तपाईहरुको यस्तो इन्टरफेस देखाएपछि तपाईहरुले तल रातोमा देखाइरहेको छ क्लिक हियर टु डाउनलोड भनेमा फेरि तपाईले एकपल्ट त्यहाँ क्लिक गर्नु होला। त्यहाँ क्लिक गरिसकेपछि तपाईहरुको फेरि यस्तो खालको इन्टरफेस आउँछ। यस्तो इन्टरफेस आएपछि तपाईहरुले फेरि डाउनलोड अगेन भन्नेमा फेरि क्लिक गर्नु होला। तपाईहरुको एप डाउनलोड भइराखेको छ। अनि एकैछिन धैर्य गर्नु होला। अनि तपाईहरुको एप डाउनलोड भइसक्यो। अनि तपाईहरु ब्याक जानु होला होम स्क्रिनमा। अनि होम स्क्रिनमा गएपछि तपाईहरुले अघि मैले डाउनलोड गरेको एप चाहिँ मैले भिटमेट हो। भिटमेट क्लिक गर्नु होला। यहाँ गएपछि तपाईहरुले चाहे अनुसार भिडियोहरु डाउनलोड गर्न सक्नुहुन्छ। जस्तो सुकै भए पनि भिडियोहरु डाउनलोड गर्न सक्नुहुन्छ। मुभीहरु भिडियोहरु जस्तो जे चाहनुहुन्छ त्यही हुन्छ सबै। तपाईहरुलाई यो कुरा मन परेमा मेरो युट्युब च्यानललाई सब्स्क्राइब, लाइक अनि कमेन्ट पनि गरिदिनु होला। फेरि आगामी दिनहरुमा पनि यस्तै कुराहरु सिक्न चाहनुहुन्छ भने कमेन्टमा तपाईहरुले छोड्न सक्नुहुन्छ। हस्त नमस्कार, बाइ बाइ।